रुख रोपेको भोलिपल्ट फल खोज्ने मानिसले बगैँचा बनाउन सक्दैन। धेरै मानिसहरू असफल भएर होइन, अन्तिम एक कदम अघि रोकिएर हार्छन्। सफलता र पछुतो बीचको दूरी ठुलो हुँदैन, त्यो दूरी केवल एक कदमको। त्यही एक कदमले साधारणलाई असाधारण बनाउँछ, त्यही एक कदमले डरलाई जित्छ र त्यही एक कदमले जीवन बदल्छ। आज प्रश्न एउटै छ, तपाईलाई रोकिरहेको कुरा असफलता हो कि तपाईँ आफै असफलता हो? कल्पना गर्नुहोस्, तपाईँ एउटा अँध्यारो सुरुङभित्र हुनुहुन्छ, चारैतिर अन्धकार छ, केही देखिँदैन, थकाइ लागेको छ, आशा हराइसकेको छ। त्यही बेलामा धेरै मानिसहरू फर्किन्छन्। उनीहरू सोध्छन् अब सकिँदैन, तर सत्य के हो भने सायद उज्यालो त्यही मोडको अर्को छेउमा थियो, जहाँसम्म पुग्न केवल एक कदम मात्र बाँकी थियो। जीवनको सबैभन्दा ठुलो दुःख असफल हुनु होइन, सबैभन्दा ठुलो दुःख भनेको सफलताभन्दा ठिक अगाडि हार मान्नु हो। हामी सबैलाई ठुलो सपना चाहिन्छ, तर धेरै जसो मानिसहरू एउटा गल्ती गर्छन्, उनीहरू परिणाम हेर्छन् तर प्रक्रिया देख्दैनन्। उनीहरू सफल मानिसको महँगो कार देख्छन् तर हजारौँ रातको मेहनत देख्दैनन्। उनीहरू करोडौँ कमाएको समाचार देख्छन् तर वर्षौँसम्म गरेको सङ्घर्ष देख्दैनन्। याद राख्नुहोस्, रुख रोपेको भोलिपल्ट फल खोज्ने मानिसले कहिल्यै पनि बगैँचा बनाउन सक्दैन। सफलता पनि बिउ जस्तै हो, आज मेहनत रोपिन्छ, भोलि होइन, समय आएपछि फल दिन्छ। तर समस्या के हो भने धेरै मानिसहरू बिउ रोपेर फल आउनु अघि नै खेत छोडेर हिँड्छन्। त्यसैले उनीहरू भन्छन् भाग्यले साथ दिएन, तर वास्तविकता के हो भने भाग्यले होइन, धैर्यले साथ छोडेको थियो। आउनुहोस्, यही कुरालाई एउटा सानो वास्तविक जीवनको कथाले आज स्पष्ट पारौँ। एकजना सामान्य परिवारको केटा थियो, उसको नाम सन्देश थियो। ऊ पढाइमा खासै तेज थिएन, तर उसको सपना ठुलो थियो। ऊ सरकारी जागिर खान चाहन्थ्यो। पहिलो पटक असफल भयो, दोस्रो पटक पनि असफल भयो, तेस्रो पटक त झन् ऊ निराश भयो, केही किताब नै बन्द गरेर राखिदियो। घरमा सबैले भन्न थाले अब छोड, तेरो बसको कुरा होइन। ऊ पनि भित्रभित्रै मान्न थालेको थियो कि सायद ऊ सफल हुनका लागि बनेको होइन। तर एक रात ऊ आफ्नो पुरानो नोटबुक पल्टाउँदै थियो, त्यही एउटा लाइन लेखिएको थियो, हार मान्नु अघि एक पटक फेरि प्रयास गर। त्यो लाइनले उसको मन छोयो। ऊ उठ्यो, फेरि पढ्न थाल्यो, फेरि अभ्यास गर्न थाल्यो, फेरि बिहान सबेरै उठ्न थाल्यो, अनि चौथो प्रयासमा ऊ पास भएर देखायो। त्यो सफलता उसको लागि कुनै चमत्कार थिएन, त्यो थियो अन्तिम एक कदम। यदि उसले त्यो रातलाई किताब बन्द गरेर सधैँका लागि हार मानेको हुन्थ्यो भने आज उसको जीवन अर्कै हुन्थ्यो। तर उसले अन्तिम मोडमा फर्किएन, उसले एक कदम अगाडि बढायो र त्यही एक कदमले उसको भविष्य नै बदलिदियो। जिन्दगीको एउटा नियम छ, हरेक दिन केवल एक कदम अगाडि बढ्नुहोस्। आज एक पाना किताब पढ्नुहोस्, आज 5 मिनट नयाँ कुरा सिक्नुहोस्, आज एउटा नराम्रो बानी छोड्ने प्रयास गर्नुहोस्, आज एउटा राम्रो निर्णय गर्नुहोस्। याद राख्नुहोस्, सानो प्रगति पनि प्रगति नै हो, किनकि एक एक थोपा पानीले समुद्र बन्छ, एक एक इट्टाले महल बन्छ र एक एक कदमले इतिहास बन्छ। आजदेखि अरूसँग होइन, हिजोको आफैसँग प्रतिस्पर्धा गर्नुहोस्। यदि तपाईँ आज हिजोभन्दा केवल 1% राम्रो बन्नु भयो भने 1 वर्षपछि तपाईँ त्यही व्यक्ति बन्नुहुन्छ जुन तपाईँ बन्न चाहनुहुन्थ्यो। तपाईँको सोच बदलिनेछ, तपाईँको बानी बदलिनेछ र अन्ततः तपाईँको जीवन पनि बदलिनेछ। याद राख्नुहोस्, दौड जित्ने मानिस सबैभन्दा छिटो दौडेको हुँदैन। दौड जित्ने मानिस बीच बाटोमा नरोकिरहेको हुन्छ, ऊ लगातार लम्किरहेको हुन्छ, दौडिरहेको हुन्छ। आज तपाईँले यो कुरा सुन्दै हुनुहुन्छ भने यो केवल शब्दहरू होइन, यो तपाईँ भित्रको आवाज हो, जसले तपाईँलाई अझै पनि उठ्न भनिरहेको छ, चम्किन भनिरहेको छ अनि दौडिन भनिरहेको छ। अब आफैलाई सोध्नुहोस्, म अझै कति समय डराएर बस्ने, म अझै कति समय बहाना बनाउने, म अझै कति समय भोलि गर्छु भनेर आफ्नो जीवनलाई टार्ने? अब उत्तर खोज्ने होइन, कारबाही गर्ने समय हो, किनकि भोलिले धेरै सपना मारिसकेको छ, पछि गर्छुले धेरै अवसर गुमाइसकेको छ र एक दिनले धेरै जीवन अधुरो छोडिसकेको छ। त्यसैले आजै एउटा निर्णय लिनुहोस्, एक कदम अगाडि बढ्ने, आजै सुरु गर्ने, आजै रोकिएको काम फेरि उठाउने, आजै आफ्नो सपनातर्फ पहिलो ठोस कदम चाल्ने। यदि तपाईँलाई थोरै धक्का चाहिएको छ भने त्यो धक्का यही हो। अब स्कोर नगर्नुहोस्, अब टार्न नखोज्नुहोस्, उठ्नुहोस्, योजना बनाउनुहोस् र काम गर्न सुरु गर्नुहोस्। किनकि जिन्दगीले ठुलो काम गर्ने, ठुलो कुरा गर्नेलाई होइन, निरन्तर अघि बढिरहनेलाई जिताउँछ। यदि यो सन्देशले तपाईँलाई छोएको छ भने यसलाई केवल सुनेर नछोड्नुहोस्, यसलाई आफ्नो दिनको निर्णय बनाउनुहोस्, आफ्नो दिनचर्याको कार्यशैली बनाउनुहोस्। आज एउटा निर्णय गर्नुहोस्, आज एउटा काम पुरा गर्नुहोस्, आज एउटा डर तोड्नुहोस्,
आज आफैलाई प्रमाणित गर्नुहोस् कि तपाईँ आजै रोकिनु भएको छैन। अन्त्यमा आफैलाई एउटा प्रश्न सोध्नुहोस्, म अहिले के गर्छु जसले भोलिको मलाई गर्व गराओस्? यसको उत्तर सोचेर होइन, अहिले नै काम गरेर दिनुहोस्, किनकि परिवर्तन विचारबाट सुरु हुँदैन, एक कदम अगाडि बढ्ने साहसबाट परिवर्तन सुरु हुन्छ। यदि तपाईँ आजै सुरु गर्न तयार हुनुहुन्छ भने कमेन्टमा लेख्नुहोस्, आज म एक कदम अगाडि बढ्छु, र यो सन्देश त्यही व्यक्तिसम्म पुर्याउनुहोस् जसलाई आज उठ्न एउटा अन्तिम धक्का चाहिएको छ। यहाँसम्म भिडियो हेर्ने सम्पूर्णमा धेरै धेरै धन्यवाद। यस्तै भिडियोको लागि च्यानल सब्सक्राइब गरेर बेल आइकन अलमा राख्नुहोला, ताकि यस्तै भिडियो सबैभन्दा पहिला तपाईँकोमा आओस्। धेरै धेरै धन्यवाद।